हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म फर्स्ट टाइम 7:55 गाबाला उठेको छु। अरू बेला काम हुन्छ 9:30 बजेदेखि 9 बजेसम्म सुत्दिन्छु साथीहरूमा। आज चाहिँ कहाँबाट दिन आयो 7:55 गाबाला। यो चाहिँ 1 लिटर मन तातो पानी पिएर मैले चाहिँ खाना थाले। दही र बनाना एप्पल मिक्स गरेर। अब बिहान चाँडो उठ्या सार त यति त गर्नु पर्यो। अरू बेला उठेर झ्यामझुम यत्तिकै कहिले काहीँ एउटा बनाना कहिले एउटा एप्पल कहिले भोकै गइदिन्थे। ढिलासम्म सुतेर नि त। आज त चाँडो उठ्या भएर मजाले मस्तसँग पानी पिएँ अनि मस्तसँग आनन्दसँग खाँदैछु बनाना र एप्पल दही मिक्स गरेर। यस्तो धेरै मिठो थियो। पछि मलाई गुलियो पनि खान मन लाग्यो क्या। त्यही भएर हिजो बेलुका बजेको मोमो चट्नी थियो त्यसलाई तताएर यो पनि खान थालेँ। यो पनि मिठो थियो फेरि। कहिलेकाहीँ केही नखाएर गइहाल्छु र पनि भइहाल्छ। कहिलेकाहीँ फेरि कति धेरै खान मन लाग्ने के भएको नि यो मान्छेको जातलाई। बेलुकासम्म काम हुने भए चाहिँ बिहान केही नखाएर जाँदाखेरि भोकले लाथ्रक भइन्थ्यो होला। 1 बजे 2 बजे कहिलेकाहीँ 3 बजेतिर सकिहाल्छ। त्यही भएर खासै त्यस्तो भोक लागेको हुँदैन। भोक लाए पनि त्यो कामको प्रेसरले गर्दाखेरि भोकलाई इग्नोर गर्दै काम गर्नुपर्छ साथीहरू। अनि भोक लाग्यो भन्दै लास्टमा दिन बित्छ, काम सकिन्छ।